सबैजनालाई नमस्कार छ र आज हामी आरबिस्कोट नगरपालिका वडा नम्बर 5 गाउँको नाम के हो? गाउँको नाम मिग्री। यो मिग्रीमा चाहिँ आएका छौँ र एकजना कृषकलाई हामीले भेटेका छौँ र हामी आउँदै क्रममा यहाँ चाहिँ हामीले स्याउहरू देख्यौँ र यस ठाउँको मालिक जसले यो स्याउहरू लगाउनु भएको छ उहाँसँग तपाईँलाई आज भेट गराउँदैछु। नमस्कार छ हजुरलाई। नमस्कार। हजुरको नाम? मेरो दलबार बिक। हजुर, अनि हजुरले यो हामीले आउँदै गर्दा यहाँ चाहिँ स्याउहरू देख्यौँ। कति जति स्याउ लगाउनु भएको छ यहाँ? धेरै त छैन, 20-25 बुट लगायो पहिला। हजुर। त्यहाँदेखि चाहिँ पहिला बुटभरि चाहिँ सबै सुकिहाल्यो। हजुर। अब ती छ 10-12वटा बुट जति होला। हजुर। यही पनि अब सुक्दै जान लागेको छ। अनि के गर्नुहुन्छ त तपाईँले? यसको कटिङहरू के कस्तो गरिराख्नु भएको छ? यसको कटिङ चाहिँ केही पनि गरेको छैन, त्यत्तिकै चाहिँ फलिरहेको छ। त्यत्तिकै फलिरहेछ। हजुर। अनि कति जति यसबाट तपाईँले कति जति पेटी अनुमान गरौँ, कति पेटी निकाल्नुहुन्छ अथवा कति डोको निकाल्नुहुन्छ तपाईँले यसबाट? यसबाट ज्यादै निस्किसेर पनि अहिले साल त धेरै फलिएको छैन। हजुर। अहिले साल चाहिँ त्यही 4 पेटी त्यत्तिकै होला। पोहोर सालतिर धेरै थियो, पोहोर सालतिर लगभग 8 पेटी जति हुँदो। अहिले त्यति फलिएको छैन। अनि म सरकारसँग के निवेदन गर्न चाहन्छु भने उहाँले एउटा कुरा गर्नु भएको छ कि यो सुक्दै गइरहेको छ है, त्यो कारणले गर्दा हाम्रो नगरपालिकासम्म म गुहार गर्छु, जति पनि हाम्रो कृषकका विशेषज्ञ हुनुहुन्छ प्लिज एकचोटि उहाँको त्यो अर्चर्डमा उहाँको बगैँचामा पनि हजुरहरूले भ्रमण गर्नु होला। र औषधि के प्रयोग गर्नुहुन्छ तपाईँले यसमा? औषधि अहिलेसम्म प्रयोग गरेका छैनौँ, त्यत्तिकै लगायौँ। हजुर। त्यति लगाएर कटिङ पनि भएको छैन। हजुर। त्यति साधन पनि अब छैन यतातिर, साधन पनि नभएको कारणले चाहिँ कटिङ चाहिँ गरेका छैन अहिलेसम्म। भनेपछि एकदम तपाईँले कुन कुन भेराइटीहरू लगाउनु भएको छ यसमा? भनौँ यही गोल्डन, एउटा गोल्डन एउटा रोयल, दुई भेराइटीको। अनि कति वर्ष भयो अहिले? कति भयो यिनी लगभग भइसक्यो 7-8 वर्ष भइसक्यो नि। 7-8 वर्षको भइसक्यो। हजुर। भनेपछि एकदमै राम्रो लाग्यो हामीलाई। लगभग 20वटा तपाईँले यो पौधा लगाउनु भएको छ। हजुर। बोटहरू लगाउनु भएको छ। त्यसो भए औषधि तपाईँले के हाल्नु भएको छैन? अर्ग्यानिक हो? हजुर हजुर। अनि त्यसपछि कटिङ पनि भएको छैन? भएको छैन। यदि यसमा कटिङ हुन्थ्यो भने यो धेरै राम्रो हुने थियो। अनि अब हर साल तपाईँले त्यसो भए मल यताउता त हाल्नुहुन्छ? मल त हालिरहेको छ, मल त हालिरहनुपर्छ। कटिङ चाहिँ त्यति सेवा सुविधा चाहिँ भएको छैन सेउलाई। ओके एभ्रिवान। अनि बाँकी म हजुरलाई ये भन्न चाहन्छु कि एकपटक है आरबिस्कोट नगरपालिका वडा नम्बर 5 मिग्रीमा आएर है, अनि बाँकी उहाँसँग पनि भिजिट गर्नु होला। र बाटोको छेउमा उहाँको घर छ, त्यो कारणले गर्दा अनि सम्पूर्ण नगर है हाम्रो नगर कमिटीहरूलाई पनि हाम्रो यो आग्रह छ गोतामको टिभीको माध्यमबाट कि तपाईँहरू पनि आएर एकपटक उहाँले जुन प्रकारको अर्चर्ड तयार गर्नुभएको छ, बगैँचाहरू लगाउनु भएको छ, एकपटक हजुरले पनि यहाँ भ्रमण गर्नु होला है। जति हाम्रो यो बागवानीको विशेषज्ञ हुनुहुन्छ अनि आएर यहाँ अति लोभ लाग्दो स्याउहरू छ। यसमा समयमा जाली उपलब्ध भइदिएको भए यसमा होइन जे हुन्छ उहाँहरूलाई प्रोभाइड गर्ने खालको औषधि अनि उहाँले पनि एकदमै धन्यवादी हुनुहुन्थ्यो। त्यो कारणले गर्दा हाम्रो जति पनि नगर कमिटी हुनुहुन्छ हजुरसँग यो गुहार छ। हुन्छ अनि ल सर, तपाईँलाई धेरै धन्यवाद, हजुरले यो समय दिनुभयो हामीलाई है। अनि अन्तमा के छ, केही भन्न चाहनुहुन्छ? फेरि पनि हाम्रो यो गोतामकोटतिर चाहिँ सेप लगाइरहेका छौँ। अब यतातिर चाहिँ कटिङको साधनहरू पनि छैन। यहाँनिरै के स्प्रे गर्ने किराको त्यति चाहिँ औषधि पनि यतातिर पाउँदैन। यहाँनिर त्यसको लागि पनि अब हेरिदिनु होला। अब यतातिर सेउ चाहिँ एकदमै राम्रो फल्छ। यो गैर पातल भन्ने जग्गा हो यो। यहाँनिरै अरू के भन्न चाहनु यति। थ्याङ्क यू। गाउँदेखि सहरसम्म हरेक घरमा समाचार, शिक्षा र मनोरञ्जन साथमा पहिचान हाम्रो गौरव गोतामको टिभी सधैँ तपाईँको साथ।